शान्ति बजार महोत्सवमा आएको अनि त्यसपछि यस्तो हिम्मत गरेर एउटा केटीलाई आँखा मारेको यार लास्टमा चस्मा खोल्नै बिर्सिदियो क्या मैं केटीले देख्दै देखिन कैसे कैसे लोग रहते हैं यार यहाँ पर कस्तो महसुस भइरहेछ दाजु एकदम राम्रो होली हो ना बुरा नमानो भाइ होली है दामी दामी होली दामी ल टिका मात्र अलिकति टिका मात्र लगाउँछु भनेदेखि लिएर भयो पुग्यो भन्नेसम्मको यात्रा नै होली हो बाबा भन न जबरजस्ती बोलाता है ना अलिकति टिका मात्र लगाउँछु भनेदेखि लिएर भयो पुग्यो भन्नेसम्मको यात्रा होली हो बाँचिन्जेल रमाउ साथी हो थाहा छैन के हुने भोलि हो लो गाइस उठा ले प्रभु उठा ले क्या दोनों के बोल्छ रे ल गाइस फाइनल्ली सबैतिर होली लागिसकेको छ अनि त्यसपछि अब हामीलाई नलाग्ने त कुरै भएन हामी लागिसकेको छ न टक्क पारेर अब हामीलाई त नलाग्ने कुरै छैन सो ड्याड अब हामी पनि एकदम होली मनाउनको लागि आइसकेका छौँ त्यसैले टक्क अब हामी पनि आइदिएको होइन यता होली मनाउन अब अस्ति आएको टक्क यता चाहिँ ज्योति मगर आउने भनेर तर आएन त्यस्तै गरी होइन अस्ति आएको तर अब ज्योति मगर आएन सोधेर हामी माथि धोका भएको थियो अब तर आज चाहिँ एकदम दामी भालुबाजी आउने गरे भालुबाजी हो कि भेलुबाजी थाहा छैन अब होली चाहिँ केटाहरूले डह्रो खेलाइदिइसक्यो निधारबारी पुरै रातो छ अब एउटाले मुतेर पनि सकेको छ त्यही भएर अब हामी गइरहेको छौँ अब अरू त यस्तै कुरो खाने अब आज चाहिँ अरू दिनभन्दा एकदम बबाल रमाइलो होला भन्ने लागिरहेछ अब अरू त यस्तै हो कुरो खाने के हुन्छ हेर्दै जाऊँ हामी करिब नजिक पुगिसकेको छौँ अब बाँकी आवाज तपाईँहरूले हल्का हल्का भए पनि सुनिसक्नुभयो होला सबैतिर होलीको रमझम छ तर यो मनले तिमीलाई नै सम्झन्छ चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह अरे देना यार देना समझा कर बात को यार अरे लगाइजहरू हाम्रो होली चाहिँ एकदम चालु छ होइन हाम्रो दिपिन दाजुले एकदम बाँदरवाला फिल लगाइदिइसक्यो भन अब बाँकी भनेको हाम्रो गुप्पी दाजु हो त्यो गुप्पी दाजु पनि अब को आयो अर्जुन अब अर्को दूसरे बन्दे आएर आए इधर से अब हम त्यसको भी ल एकचोटि सबैजना ह्यापी होली सबैजनाले इन्जोय गर्नु होला तर एक अर्कालाई साथीभाइहरूलाई कसैलाई पनि असर नपर्ने गरी कसैलाई धक्का नदिइकन सबैजनाले इन्जोय गर्नु होला है
हामीमाथि चाहिँ फेरि पनि धोका भइसकेको छ। अस्ति ज्योति मगर आउने भनेर अछामी बड्डो आयो होइन, अब आज भेलुबाजी आउने भनेर आएको, लास्टमा अब रामजी खाँडा आएर ठिकठाक होइन। अब के गर्नु, जिन्दगीमै यही लेखेको धोका। अब जसले आयो धोका दिएरै जान्छन्, त्यही पनि केही छैन। रमाइलो भयो होइन, रमाइलो भयो, केही छैन, होली ठिकठाकै भयो। हो अब एक हल्ला गर्दा गर्दै स्वर पनि सुकिसक्यो। जाँदा टक्क होइन शान्ति बजार महोत्सवमा आएको, अनि त्यसपछि यस्तो हिम्मत गरेर एउटा केटीलाई आँखा मारेको यार। लास्टमा चस्मा खोल्नै बिर्सिदियो क्या, म केटीले देख्दै देखिनँ, यस्तो ल्याङ भयो पछिबाट, त्यति हिम्मत कहिले जुटाउन सकिनँ होइन। अब कुरोकानी यस्तै हो, रमाइलो भयो। यो चस्माले धोका दियो, न त त्यो केटी फिक्स पटिन्थे। मेरो नजर नै काफी छ होइन। अब बाँकी त्यस्तै हो। अब एउटा केटीले झापड बजाइदिए, रङ लगाउन गयो, लोला हान्न गयो, च्याम्म गालामा च्याम्म बजाइदिए, त्यहाँदेखि यसको स्वर गयो। अनि त्यसपछि अरू अब यस्तै हो गाइस होइन। अब भिडियो चाहिँ अब 25 दिनपछि आउँछ। मेरो इक्जाम छ होइन, अब भिडियो चाहिँ 25 दिनपछि आउँछ। 25 दिनसम्म अब पढ्छु, अब फर्स्ट हान्नुपर्ने छ। अब फर्स्ट हान्नुपर्ने, त्यही भएर अब भिडियो 25 दिनपछि आउँछ। यो लास्ट भिडियो हो, सायद जिन्दगीकै लास्ट भिडियो। ल गाइस बाँकी यस्तै होइन, लास्ट भिडियो। लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ। अब अरू भन्नु के छ र, यति नै हो। जस्ट सुत गाइस। जसले आनन्दले होली मनायो तिनीहरूलाई एकदम दामी। जो डिप्रेस निब्बा निब्बीहरू घरमै बसेर मोबाइल थिचेर होली चलायो तिमीहरूलाई जस्ट एक शब्द भन्न मन लाग्थ्यो, भन्दै म त्यस्तो नभन्, एक शब्द भन्न मन लाग्थ्यो तर भन्दैन। ठिक छ, केही छैन, आफ्नो चोइस हो होइन। रमाइलो गर्नुपर्छ जिन्दगीमा, मरिलानु केही छैन। बाँकी यस्तै हो। ल गाइस टेक केयर, टाटा बाई बाई।